अनमोल केसी अनमोल केसी त मैले भेटेको पनि छैन, काम गरेको पनि छैन। तिमीलाई आइडिया छ कोहीसँग, कोसँग मिल्ने? कसको छवि देख्नुहुन्छ अनमोलमा? सम्झिँदैछु मैले, पहिला अनमोल केसीको सम्झिँदैछु। एकदम पोलाइट, डिसेन्ट, आई मिन इन्टरभ्युजहरू हेर्दाखेरि मैले पर्सनली त भेटेको छुइनँ होइन। त्यस्तो खालको को हुनुहुन्थ्यो होला त, पोलाइट एन्ड डिसेन्ट? त्यही आधारमा गरौँ न त, कसको छवि देख्नुहुन्छ भन्ने हो कि? को थियो त नि, खै याद भएन त्यो त। मैले उहाँको ड्याडी त अफकोर्स होइन। किन होइन, अलि उहाँको र उहाँ दुईजनाको नेचर नै फरक छ नि त, त्यो हुनाले। अनि रिसेन्ट इन्टरभ्यू दिने राजेश हमालले जुन तरिकाले इन्टरभ्यू दिनुहुन्छ नि, एकदमै अर्कै टाइपको, एकदमै त्यो एकदम डाउन टु अर्थ भएर, एकदमै म हुँ भन्ने एटिट्युड पनि कहिले पनि मैले राजेश हमालमा उहाँमा देखिनँ मैले। तिमीले याद गर्यौ त्यो पनि? याद उहाँले जहिले पनि आफू 100वटा फिल्म खेले पनि, कोही अब फर्स्ट फिल्म उहाँसँग खेल्दैछ भने पनि एउटा रेस्पेक्ट, कलाकारको हिसाबले एकदमै रेस्पेक्ट गर्ने। अनि त्यो उहाँको थियो। त्यही भएर त्यो इन्टरभ्यूको हिसाबले भनौँ, उहाँको बोलीचालीको हिसाबले चाहिँ आई थिङ्क अनमोल केसीको पनि त्यो अनमोल केसीको छवि, राजेश हमालको छवि कति न कति अनमोल केसीमा देखिन्छ भन्ने कुरा।